एट। ठीक है। हेलो गुड मर्निङ साथीहरू, मेरो अर्को नयाँ भिडियोमा मलाई लाग्छ तपाईँहरू सन्चै हुनुहुन्छ होला। हामी पनि लगभग सन्चै छौँ। आज हिउँ परेको चाहिँ तेस्रो दिन हो। आज चाहिँ धेरै सबभन्दा धेरै चिसो भएको दिन हो। अनि लगभग 4-5 दिन भइसक्यो होला, नुहाउन पनि सकिएको छैन साथीहरू। तातो पानीको सुविधा हुँदा हुँदै भित्र चिसोको अनुभव नहुँदा पनि यो मनभित्रको चिसाले गर्दा नुहाउन पनि गाह्रो भइरहेको छ। तपाईँहरू के छ, डेली नुहाइरहनु भएको छ? म त 4-5 दिन भइसक्यो नुहाउन पनि सकेको छैन। आजको ताजा अवस्था यस्तो छ साथीहरू। घाम त लागेको छन्, के हुन्छ हेर्नुहोस्। अवस्था यस्तो छ साथीहरू। अनि त गाडी सरकारलाई अन गरिदिएको छु, खै उहाँले फाल्नुहुन्छ कि फाल्नुहुन्न खै। पुरै ऐना सिसा जस्तो छ त्यहाँ। यो गाडी राखेको ठाउँमा चाहिँ परेको छैन। यो पुरा टायरभरि सिसा जमेर दिमागभरिमा 5 मिनट त लगातो भइसक्यो। अनि तपाईँहरूलाई के छ कस्तो छ प्रतिक्रिया दिनु होला साथीहरू। त्यो चिसो छ। हाइवेमा चाहिँ त्यो मेसिनले काटिरहेको छ, बरफ छैन त्यहाँ चाहिँ हेर्नु सक्नुहुन्छ। अब यो भित्र चाहिँ काटेको छैन, धेरै जमेको छ, साह्रो पनि साह्रो छ। मेसिनले पनि काट्दैन होला सायद। त्यहाँ चाहिँ घन्टामा मेसिनले काटिरहेको छ, त्यही भएर चाहिँ त्यहाँ चाहिँ क्लियर छ। त्यहाँसम्म त गएर राम्रो। भित्रबाट तातोले गर्दा अलि यतिसम्म खुलिएको छ, हल्का पानी हालेर क्लियर गरेर। वाइपर चाहिँ निक्लिने अवस्था छैन, वाइपर चाहिँ धेरै मुनि छ। साथीहरू घाम लागेको छन्। जिम गएर एकदमै बडी बिल्डर भन्ने कुरा त होइन, त्यही पनि चिसो भएको ज्यानलाई एकैछिन वार्म गरौँ भनेर तताउँ भनेर मात्रै हो। लगाइ बडी स्क्यान गर्नुपर्छ नि, ढोकल सब के। साथीहरू म चाहिँ काममा पुगिसकेको अवस्था छ साथीहरू। यहाँ बरफले ढोकिने स्थिति गाह्रो छ। लेट्स सी। उहाँ चाहिँ कस्टमर साथीहरू।
ल यतिको चाहिँ बनाइयो ल गाइस आजको भ्लग चाहिँ यहाँनिर अलिक कष्टपूर्ण छ अहिलेसम्म हेर्नुभएकोमा तपाईँलाई धेरै धन्यवाद मिलिङ अर्को भ्लगमा बाइ बाइ नमस्कार आँखा लगाए लाइक कमेन्ट त आउनै पो छोडो त एउटा जान्ने धामी खोजेर नदेखाइन होला